स्वागत छ तपाईहरुलाई बहुचोरीको मिनी ब्लगमा। र हिजो चाहिँ मैले छोरीलाई सुखानीको पार्कतिर घुमाउन लगेको थिएँ। के कस्तो छ, के कस्तो भयो हेर्नु है त। अब नजिकको अरु पार्क धेरैचोटि गइसकिएछ, यसो नगएको पार्क छोरीलाई लगौँ न भनेर नि हैन। ल हामी लाग्यो, यहाँ छोरीको ब्लगिङ चलिरहेछ मस्त। अनि हामीले के कसो खाने भनेर खाजा चाहिँ खुदनाबारीको नाङ्लोदेखि लगौँ भनेर वेटिङ गरिरहेका छौँ। ल हाम्रो खाजा पनि आइसकेको छ, अब हामी लाग्यौँ। खाजा लिइसकेपछि फेरि बाउ छोरीहरु सरर लाग्यो हैन। छोरीको ब्लगिङ फेरि स्टार्ट। यहाँ पुरा हल्ला र दिइरहेछ ब्लगिङ। सुखानी खोला पनि हामी क्रस गर्यौं। अब लगभग पार्क आइपुग्यौं भन्दा पनि हुन्छ। ल पार्क पनि हामी आइपुगिसक्यौं। यही छ, छोरीले यसो हल्लाउँदै खिचिरहेछ, बाइक कुदिरहेछ। गाइस हामी आइसकेको छौँ यहाँ सुखानीको सामुदायिक वनको पार्क। गाइस अहिले देखाउँ ल गाइस, सुखानी वन उपभोक्ताको पार्क चाहिँ हामी अब इन्ट्री भइसकेको छौँ। कस्तो छ अब हेर्दै जाउँ ल। तपाईहरुलाई यसो दामी दामी ठाउँ देखाउँछौँ ल है त। के वाउ भाइ, यहाँ रहेछ हाम्रो बर्ड हाउस। यति हिँड्दो रहेछ गाइस, गाडी चढ्ने गाडी हो। ल यहाँ छोरीसँग एकछिन मेरो डिकी च्याउ खेलाइ हुँदैछ, हल्का बचपनको याद। अब हामी डिकी च्याउ खेलिसकेर यसो घुम्न जान्छौँ। मेरो छोरीलाई पनि मजा लागिरहेछ डिकी च्याउमा। ठाउँ भ्यू चाहिँ दामी मजाकै रहेछ। यहाँ चाहिँ फेरि निकैवटा हिमालको नाममा सिट रहेछ। अन्नपूर्ण, माछापुच्छ्रे, सगरमाथा रे, अनि यहाँ कञ्चनजङ्घा रे। आउनुहोला बस्नुहोला। हल्का मेरो छोरीको पोज, अनि हामी लाग्यौँ अब हाइकिङतिर। मिनी हाइकिङ यहाँ रहेछ गाइस, यस्तो सुन्दर दृश्य हेर्नुहोला। आहा है कति दामी। फेरि हामी लाग्यौँ, अघि बढ्यौँ। पापु छोरी गर्मी हल्का भइरहेको थियो हैन। अब यसो हाइकिङ गरिदिउँ न बाउ छोरी भनेर लाग्यो साथी। यस्तो पनि बाटो रहेछ हल्का। अब हाम्रो ठाउँमा त यस्तै हो बाटो हुनु त, माथि पहाडतिर। र पनि अब यसो पार्कको भनेको पार्कै हो नि त। ल छोरी अब चढ्दैछ। फेरि हामी अब उकालैतर्फ बढ्दै गयौँ हैन। माथि चाहिँ के रहेछ त यसो हाइकिङ गरेर हेर्दिउँ न भनेर जाँदै गयौँ। यहाँदेखि पनि भ्यू चाहिँ निकै नै दामी देख्दो रहेछ। पोखरीको बोट पनि रहेछ तर चालु हुँदैन रहेछ। अनि यहाँदेखि चाहिँ चट्ट हामी आएर के देख्यौँ भन्दाखेरि देखाउँछु है त गाइस। सरर यत्रो बाटो जान्छ, चट्ट लगाएर चाहिँ माथि चाहिँ त्यहाँ हेर्नु नि शङ्कर भगवानजी। त्यसपछि हामी शङ्कर भगवानजीको दर्शन गरेर एकछिन छोरीसँग गफसफ त्यहाँ गरियो, हँसी मजाक भयो। अनि त्यसपछि चाहिँ हामी फेरि उँधैतिर लाग्यो, उँधैतिर घुमौँ भनेर। यहाँ फेरि माथिदेखि यस्तो देखिरहेको थियो हैन। गर्मी पनि राम्रै भइरहेको थियो मलाई चाहिँ। छोरीलाई अलिक गर्मी लागिरहेको थिएन। छोरी अघि म पछि। यहाँदेखि फेरि छोरीले अर्कै बाटोदेखि जाउँ न त भनेर अर्कै बाटोदेखि जाँदा ठुलो रुख लडिरहेको रहेछ यहाँ। यसरी हामी
अघि बढ्यौँ र त्यहाँ यसो गाई पनि पानी खाँदै गरेको बनाउनु खोज्यो होला त्यहाँ। माथि माथि घुमेर आएको यो माथि माथि बस्ने ठाउँ रहेछ मजाको है। त्यहाँ पनि बस्ने ठाउँ छ, त्यहाँ पनि पर पनि छ, पर पनि छ। अनि हामीलाई चाहिँ भोक लाग्यो अनि खाजा खानु थालेको। अनि खाजा खाने क्रममा छोरीसँग फुड च्यालेन्ज खेलेर फर्क्यौँ घरतिर।